आज ब्याचलरको लास्ट डे अफ एक्जाम ब्याचलर लाइफ सकियो लगभग आज एक्जाम दिए पछाडि सकियो किनभने प्र्याक्टिकलहरू सबै सकिसकेको छ म एक्जाम दिन जान लगभग रेडी हुँदैछु फाइनल टच दिँदैछु कोर्सहरू सर हेर्दै थिएँ अनि म देखाउँछु त्यसलाई मेरो ब्याचलरका भगवानहरू भनेको के हो भन्दाखेरिमा बुकआलम चलिरहेछ यहाँ सबै नोटबुक हालेर नोटहरू हालेर यहाँबाट च्याट गरिरहेको छु अर्को हाम्रो भगवान भनेको हाम्रो सिएसआइटी हो यसमा मैले यहाँ क्वेसन सिलेबस हेरिरहेको रहेछु अनि यो हाम्रो सिएसआइटीको नोट भयो यो त्यसलाई मर्ज गरेको पिडिएफ अनि यतापट्टि च्याट जिपिटी छ लाइक यत्तिकैमा ब्याचलर सकियो अनि यहाँ नदेखिएको भनेको गुप्ता ट्युटोरियल द्याट वी सुडन्ट मिस एट एनी कस्ट गुप्ता ट्युटोरियल हाम्रो सिएसआइटी च्याट जिपिटी यिनीहरूले ब्याचलर सकाएको हो अनि ब्याचलर लाइफमा धेरै कुराहरू सिकियो एकदम लाइक यो 4 वर्ष त बिर्सिनै सकिँदैन लाइफमा आज लास्ट एक्जाम चाहिँ हेरौँ कस्तो हुन्छ सकेसम्म म रेकर्ड गर्ने ट्राई गर्छु आजको दिन चाहिँ लाग्यो कलेजतिर लास्ट एक्जाम दिन जसको अगाडि सुगर लेभल गरिरहेको छ हेलो सर के छ वेलकम टु माई ब्लग मैले पनि आज भ्लग बनाएको थिएँ होइन सुरुमा होइन तिमीले बनाउँछौ जस्तो लागिरहेको थियो क्या बात है सर ओके ल साउँ हेलो सुदर्शन वेलकम टु माई ब्लग थ्याङ्क यू हाम्रो नेपाल टपर ब्याच 2078 को सिएसआइटीको नेपाल टपर कति 7 चोटि भयो होइन 8 चोटिमा त्यो 2 चोटि पछि लेभल मानिस के अहिले कलेज नै टप्न सकेन हैन वन्स अ टपर इज अलवेज अ टपर तिमी त ओरिजिनल टपर डुप्लिकेट टपर मेन टपर सुन त कस्तो ओरिजिनल डुप्लिकेट हामीसँग यतातिर वेलकम टु माई ब्लग सन्दीप के सोध्न यसो सोधन इन्टरभ्यु के भन्न चाहनुहुन्छ ब्याचलर सकियो यार ब्याचलर सकियो आज म धेरै दुखी छु हाँस्दै दुखी छु भनेर किन दुखी चाहिँ दुखी किन भन्दाखेरि चाहिँ अस्ति भर्खर ब्याचलर जोइन गरेर जस्तो लाउँछु अब यी अनुहारहरू देख्न पाइँदैन एउटा त त्यो खुसी कुरा भयो दुखीको कुरा के भन्दाखेरि अब कलेज आउन पाइन्न धेरै कुरा मिस हुन्छ हामीलाई मिस गर्दैन जुनियरलाई मिस गर्छ यसले किनभने आफूलाई सानालाई माया गरेर बस्नुपर्छ भने हामीले सानैबाट पढेर आएको ठिक छ भर्खर जोइन गरेर जस्तो लाग्छ कस्तो रुनै लाग्यो नरुने यार रुनु हुन्न कि फिलिङ स्याड ओके ल यसो हाम्रो कलेज हो ग्रीष्मा ल वेलकम टु द ब्लग बडु हाम्रो धनगढीको हिरो अनमोल सबै ब्लगर फर्स्ट सेममा कम्प्युटर इन्जिनियर सेकेन्ड सेममा यता नि ब्लगर यता पनि ब्लगर यता पनि ब्लगर मेरो अगाडि पर्ने मान्छे अनमोल फर्स्ट सेमदेखि 8th सेमसम्म होइन आज लास्ट एक्जाममा हामी कहाँ परेका छौँ लास्ट पेजमा तिमी पो अगाडि म जहिले लास्ट बेन्चको कुनामा फर्स्ट टाइम हो कि आजसम्म एकदम फर्स्ट टाइम 8 सेममा 8.40 हिस्ट्रीमा एकचोटी 44 वटा एक्जाम दियो आज 44th वाला एक्जाममा चाहिँ बल्ल लास्टमा परिरहेछ त्यही पनि खुसीको सीमा नै छैन यार वेलकम टु माई ब्लग वीरेन्द्र क्याम्पस भन्दा सेक्सी केटो के छ भन्नु सक्यो ब्याचलर नेक्स्ट डाटा इन्जिनियर अन द वे 2-4 शब्द केही छ भन्न केही छैन हेलो प्रशान्त सर वेलकम टु द ब्लग हेर हजुर आज बन्द होला नि बिदा छ नि स्कुल एकदम फटा मान्छे हो है गाइस त्यो सबैलाई थाहा छ यार साले पनौती इट वाज नाइस मिटिङ विथ यु कस्तो भयो 4 वर्ष कस्तो एक्जाम बिजी मान्छे म्यानेजर साहब बिजी हुनुहुन्छ फोनमा सिटिओ अल द बेस्ट होपफुल्ली हाम्रो फ्युचरमा भेटोस् तर एक्जाममा नहोस् होइन तिमी त आउँदैन म चाहिँ आउनुपर्छ होला आउँदैन म आउँदिनँ यार सन्तोष सर म्यानेजर साहब
अब कस्तो भयो एक्जाम कस्तो भयो आज अशोकको भ्लगमा अहिले गाइज म पनि छिटै खोलिरहेको छु अब खै म नि अब 2-3 दिनमा फ्लाइट छ मेरो पनि गाइस दुबई ट्रान्जिट कौन है ये लोग कहाँ से आते हैं परिहरू भेट्न आऊ के अचम्म नमानिकन त्यो रातो बेल आइकन ट्याक्क सब्सक्राइब गरिहाल्नु होला ओके ल धन्यवाद अनिस के छ कस्तो भयो ब्याचलर 4 वर्ष एकदम बढिया भयो साथी यार हो एक्जाम कस्तो भयो आनन्द भयो गाइज के छ 4 वर्ष नसिकिकन केही नसिकिकन भयो कस्तो भयो ब्याचलर ब्याचलर कस्तो 4 वर्ष कसरी गयो नि थाहा भएन मलाई हो र ल ब्याचलर के यस्तै छ जिन्दगी अब जिन्दगी यस्तै छ, रमाइलो भयो। यतिकै कट्यो रमाइलो भयो जे यस हाम्रो साथीहरूसँग भेटघाट भयो होइन पहिलाबाट ठिक छ त्यही हो वर्ष 2 शब्दमा ठिकै भयो अब राम्रो नि कुनै बेला भयो नराम्रो पनि कुनै बेला भयो लास्ट एक्जाम कस्तो भयो लास्ट एक्जाम राम्रै भयो डाटाबेसको चाहिँ अलि भेट्दैन सिरी एक्जाम ओके ल कुनै दिन भाग्यले जुराएछ भने भेट्नौला है त केही भन्न चाहनुहुन्छ के भन्न चाहने हाम्रो ब्याचमा ग्रुपिजम धेरै भयो धेरै भयो 10जना ग्रुप 10जना यहाँ हेर क्यामेरा चस्ता उता त्यहाँ बिआइटीको ग्रुप छ बिआइटीको स्टुडेन्ट त्यहाँ छ जुम गरौँ एटलिस्ट ग्रुप फोटो त खिचिरहने नि तिनीहरू लास्ट डेमा यो ग्रुप फोटो खिचिरहेको छन् हाम्रो त्यहाँ एउटा ग्रुप छ एउटा ग्रुप यहाँ छ 90% निस्किसक्यो ग्रुपिजम एकदम धेरै छ ठिक छ लास्ट डेमा केही नभनौँ आई डोन्ट वान्ट टु स्टडी दिस ब्याच अगेन अब यसरी फेरि मलाई मौका पायो भने म जिन्दगी पर्दिनँ मेरो ब्लगमा स्वागत छ अशोक आइआरएल डिसन अनुसार 1 आउट अफ 10 मा कति रेटिङ दिन्छौ 4 वर्षलाई आफ्नो 4 वर्षलाई कि रमाइलो भयो होइन टोटल ब्याचलरको एक्सपेक्टेसन हुन्छ नि लाइक रमाइलो गर्ने जुन त्यो मुभीहरूमा देखिन्छ अनि पढेर खतरा हुने टाइपको त्यो ओभरअल चाहिँ कि ओभरअल ब्याचलर लाइफलाई रेट गर्दा चाहिँ ब्याचलरलाई चाहिँ ओभरअल रेटिङ कति दिन्छौ त नि ब्याचलर लाइफलाई तिम्रो टाइमको 4 वर्ष स्पेन्ड भयो त्यसलाई चाहिँ कति रेटिङ दिन्छौ 5 6 ओके नाइस ल नाइस तिम्रो ब्याचलर लाइफलाई रेट गर्नु पर्यो होइन यो 4 वर्षलाई आउट अफ 10 कति रेटिङ दिन्छौ 4 आउट अफ 10 केटो स्याड छ भने चाहिँ होइन स्याड त होइन एक्सपेक्टेसन मिट भएन नट 4 आउट अफ 10 बट कति भने 6 or 7 आउट अफ 10 टिपिकल काङ्ग्रेस हेर काङ्ग्रेस अनि नेपाल बिग्रिनुमा अजितको ठुलो हात छ काङ्ग्रेस 2.0 देखो देखो दरिंदगी चेहरे से टपकती है नंबर 1 का कमीना कुटे खाने बाटो गराएर आएको केटाहरूले मलाई कोट लगाएर जाऊ न कोट लगाएन कोटै छैन जस्तो त्यतिको चाहिँ हुनुपर्छ लास्ट डेमा यो बिआइटीको ग्याङ अच्युतहरूको ग्रुप यतिको चाहिँ हुनुपर्छ लाइक यिनीहरू सुरुदेखि यत्तिकै छन् एटलिस्ट लास्ट डेमा दिस सुड बी ह्यापन तिम्रो ब्याचलरलाई रेट गर्नु पऱ्यो भने 1 आउट अफ 10 कति रेट गर्छौ 0.5 वीरेन्द्रका महिला मित्रहरूलाई महिला मित्र नि नभनौँ वीरेन्द्र कलेजका केटीहरूलाई क्लासकालाई बिर्स्यौँ कि बाहिरकालाई बिबिएकालाई बिबिएवाली बिसिएलाई बिसिए रह्यो कति रेट गर्छौ रे 500 रुपैयाँ देगा हलमा भोट हाल्नुमै गाइस इलियाको हलोमा हाल्ने हो के हर्बिज पनि छ माटोमा भोटेर हेर हुन्छ नि अब फर्के भयो आलु मार्केट रातो छ यस्तो पनि गर्दा रहेछ जिन्दगीमा इलियाको फुल गाइस मेरो हेर्छु अब खै के छ एकचोटि पढाउँदा समिता सोनु वा नाइस बिएमा बोलाऊ है वा नाइस बिएमा बोलाऊ है के छ केही भन्नु छ ग्रीष्मा कस्तो भयो ब्याचलर कस्तो भयो 4 वर्ष
आउट अफ 10 रेट गर्नु पऱ्यो भने 4 वर्षलाई 9 वाह कस्तो सेटिस्फाइड भएको त नि यार वाह क्यास छैन ईशा वेलकम टु माई ब्लग ब्लगको ब्लगमै छ ट्याक्सी ट्याक के छ केही भन्नु छ सकियो ब्याचलर तिमीले चाहेको सबै कुरा पुरा होस् म फेरि टेक्दिन्छु यार मेरो सम्झिनु चाहिँ पर्दैन लाइक कहिलेकाहीँ तिमीले पनि मेसेज गर मैले पनि मेसेज गर्छु किन भन्दाखेरि एकतर्फीमा कहिले पनि रिलेसन चल्दैन हो कि होइन एकदम रिलेसनसिप होस् दुईतर्फी भएपछि मात्र बोल्ने हुन्छ त्यही भएर तिमीले पनि मेसेज गर मैले पनि मेसेज गर्छु अरू त केही भन्दैन तिम्रो ब्याचलर लाइफ कस्तो भयो आउट अफ 10 कति रेट गर्छौ आउट अफ 5 भन्छु म आउट अफ 10 मा 5 कस्तो भाइ ओके अब समीक्षा लाइक हुन्छ नि अब आफ्नो मिल्ने साथी छन् 2-3 जना त्यति भएर पुग्यो ओके अरू अब ठिकै ओके नेक्स्ट समीक्षा के छ केही भन्नु छ स्क्रिप्ट बिर्स्यौ कि क्या ब्याचलरलाई कति रेट गर्छौ ब्याचलरलाई कति रेट गर्छौ मैले राम्रो साथीहरू पाएँ ओभरअल राम्रो भयो 8 मिनट ओके के छ ब्याचलर सकियो कस्तो लागिरहेछ एकदम आनन्द लागिरहेछ तिम्रो ब्याचलर लाइफलाई आउट अफ 10 रेट गर्नु पऱ्यो भने क्या ओभरअल ब्याचलर लाइफलाई कति रेटिङ गर्छौ 100 दिन्यो त्यस्तो बेस्ट भयो ओए के छ बिन्ता कस्तो भयो ब्याचलर लाइफ 4 वर्ष एकदम ब्याचलर लाइफ इन्जोय गरे जस्तो भयो कि अहिले प्राइभेटहरूकोमा एकदम पढाइ हुन्थ्यो क्लास बङ्क हाल्न पाइन्थ्यो भनेर सोच्दाखेरि चाहिँ मैले चाहिँ लाइफ एकदम इन्जोय गरेँ ब्याचलर लाइफ पढ्न चाहिँ परेन त्यति हो ओभरअल इन्जोय गर्यो के छ अमिषा ठिक छ सकियो ब्याचलर कस्तो लागिरहेछ मिक्स फिलिङ खुसी छौ जस्तो छ एकदम हाँसिरहेछौ एकदम खुसी एक्जाम सकियो नि त ब्याचलर लाइफलाई रेट गर्नु पऱ्यो भने कति रेट गर्छौ 7 नाइस राम्रो रहेछ त ठिक छ नलजाउने यार खुसी छौ ब्याचलर लाइफ कस्तो हो वीरेन्द्रको किन दुःख लागिरहेछ अशोकलाई छोड्नु परिरहेछ है खोइ स्याड हुन्छ यार यस्तो डिस्टर्ब नगर न यार तिम्रो यही बानी मन पर्दैन कि मलाई मेरो पनि छ है गाइस च्यानल यता फोकस होइन नगरौँ त्यहाँ फोकस गऱ्यो भने भ्युज आउँदैन कस्तो भयो एक्जाम ठिकै भयो मौलिक गफ दिएर आइएछ नेपालीहरूको मौलिक त राम्रो छ गफ राम्रो हान्न सकिन्छ नेपाली ब्याचलर कस्तो भयो के छ आज खुसी लागिरहेछ कि कस्तो लागिरहेछ खुसी त अब ब्याचलर सकियो एउटा त्यो एउटा एचिभमेन्ट भयो तर चाहिँ विथआउट स्किलको एचिभमेन्ट भइरहेको स्किल 0 आउट अफ 10 कति रेट गर्छौ तिम्रो ब्याचलर लाइफ 6 पनि 5 चाहिँ एज अ फ्रेन्ड बेसिसमा के हो अजित यादों के पुराने एल्बम में छुपा के रखे हमने वो दिन गुल्लक में बड़ी चवन्नी सी बचा के रखे हमने वो दिन ना किसी मंजिल की फिक्र थी